तरिका हेर्दा पनि वागदिक लगाइसक्यो, गाडी चलाउन मन लाग्न छोडिसक्यो। नमस्कार है साथीहरू, नमस्कार। यहाँ आज हिजो बेलुकाको राति चाहिँ ठुलो दुर्घटना भएछ। ती 3वटा गाडी ठोकिएको छ अरे। अगाडिमा देख्न सक्नुहुन्छ एउटा डिलबाट यसो झरिरहेछ। अहिले क्रेनले निकाल्ने क्रम चाहिँ भइरहेछ। त्यहाँ गाडीको एकदमै जाम लागिरहेछ। यो ठाउँ चाहिँ तपाईँको यो अमलेशगञ्ज भन्दा अलि माथि, थोरै माथि हो। यहाँको अवस्था यस्तो छ। अब मान्छेहरू सरदरमा धेरै घाइते भएको भन्ने सुन्नमा आएको छ। बस राति नाइट बस झरेको रे, अर्को एउटा मिनी ट्रक ठोकिएको, अर्को 3टा 4 गाडी एकैचोटि ठोकिएको भन्ने सुन्नमा आएको छ। अब देखिसकेको चाहिँ छैन। त्यहाँ ठाउँमा पुग्दैछु, अब हेरौँ के रहेछ त्यहाँको अवस्था। अहिले म तपाईँलाई देखाउने छु। पाथिभरा एयर सस्पेन्सर बस रहेछ। अगाडि अब भिडियो नखिचौँ, ट्राफिक हुँदाइहरू अरू हुन्छ। फेरि चुरेमा अर्को दुर्घटना। कति हो दुर्घटना? अहिले भर्खर टिटीको टिप्पर पल्टिरहेछ। यो चाहिँ चुरेको उकालो हो। चुरेको उकालो खासै उकालो पनि छैन, तर पनि अलि नपत्याउँदो पाराको उकालो छ। कति देख्न परेको यो बाटैभरि गाडी पल्टेको तरिका हेर्दा पनि वागदिक लगाइसक्यो, गाडी चलाउन मन लाग्न छोडिसक्यो। गर्मी त्यस्तै, बाटोभरि दुर्घटना एकदमै गाह्रो भएको छ गाडी चलाउन पनि। गर्मी एकदमै बढेको छ। आएको समय साथीहरू गाडी चलाउनु होला। जताततै एक्सिडेन्ट गाडी पल्टेका छन्, लडेका छन्। आफू जोगिएर चलाउनु होला है साथीहरू। अब भिडियो लास्टसम्म हेरिदिनु भयो, हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गरेर प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गरेको छु।